हाम्रो यो जोरन मामदानी पनि तपाईको हाम्रो नेपाली बालिन शाह जस्तै कि उहाँ पनि सिङ्गर हो, हाम्रो बालिन दाई जस्तै हो हैन। उहाँको एउटा भिडियो मैले हेरेको थिएँ कि उहाँले भन्नुभएको थियो इफ हैन इन्शाल्लाह उहाँ मेयर बने भने युएस को है म जातपात हेर्दिनँ, म आफ्नो काम गर्छु भने हो। मान्छे भने यस्तै हुनुपर्छ कि तपाईको मान्छे गलत हुन्छ, धर्म कहिले गलत हुँदैन कि। मान्छे चाहिँ हामीले हैन अलिकति पैसाको लागि हामीले गलत गर्छौँ हैन, तपाईको नफरत फैलाउने काम गर्छौँ हैन, हामी गलत हो, धर्म कसैको पनि गलत हुँदैन। र हामी सानो बेलादेखि यो 50 सेन्टको गीतहरू एकदम हामीलाई मन पर्थ्यो। उसले पैसा दिइरहेछ र तिमी जाऊ भनेर त्यति पैसा उसले दिइरहेछ हैन। उल्टो तपाईँको डोनाल्ड ट्रम्पलाई पनि एकदम पुरा फायर भइरहेछ कि, किनकि एउटा मिडियाले गर्दा हैन मान्छेको भित्र एउटा इक हालिसक्यो कि, एउटा नफरतको घर हुन्छ नि पुरा। अब कसैलाई दाढी साडी लगाएर मान्छे मारिरहेछ को, यो मुसलमानै होला हैन। इन्डिया मुभी बनाइरहेछ, भिलेनको बलात्कार गरिरहेछ, मान्छे मारिरहेछ, त्यो भिलेनको मुसलमानै हो हैन। यो भनेको नफरत फैलाइरहेछ कि। वास्तवमा के हुन्छ थाहा छ, मिडियालाई हटाएर हेर्नुहोस् हैन। हामी र तपाईँ भनेको यस्तो हो कि हिन्दू मुसलमान भने मिडिया हटाएर हेर्नुहोस्, यो भिडियोमा हेर्नुहोस् हैन, विदाउट मिडिया हैन, यो भिडियो हेर्नुहोस् तपाईँको कस्तो छ। हालाकि रियालिटी यस्तै हो नि त हैन। मिडिया हटाएर हेर्नुहोस् हैन। मेरो 80% साथी दाजुभाइ मेरो हिन्दूहरू छन्, हामी यस्तो हो। ऊ मेरो आफ्नै दाइ र भाइ जस्तो लाग्छ, उसले पनि मलाई मेरो दाइ नै भाइ जस्तै मान्छ कि। हामीलाई त्यो मिडियाबाट मतलबै छैन क्या। हामी कहिलेकाहीँ त्यो मिडिया हेर्छ नि, म मेरो हिन्दू दाइ र भाइसँग मिलेर या साथीसँग है कस्तो छ के देखाउँछ यिनीहरूले होइन। हामी त्यहाँ रियालिटी हेरिरहेको छौँ कि यस्तो पनि हुन्छ भनेर कि। त्यो कुरा चाहिँ हामीले बुझ्नु पऱ्यो कि मिडियाले देखाएको कुरा सबै कुरा तपाईँको यो भन्दिनँ म मुसलमानै ठिक छ भनेर होइन। मान्छे गलत हुन्छ, धर्म कसैको पनि गलत हुँदैन, कुनै धर्मले सिकाउँदैन मान्छे मार मान्छे काटा भनेर होइन। त्यही भएर यो कुरा चाहिँ हामीले एकदम बुझ्नुपर्छ कि। र नफरतको घर भने चाँडै बन्छ है। हामी र तपाईँमा भाइचारा चाहिँ कायम हुनुपर्छ। हामीले भनेको एकअर्कालाई इज्जत सम्मान चाहिँ गर्नुपर्छ।